मात्रै भएन, त्यो बदनामीमा पनि गयो भने जनयुद्ध एक प्रकारले बदनामीमा जाने जस्तो, माओवादी बदनामीमा जाने जस्तो जो घेराबन्दी गरेर त्यहाँ पुर्याइयो त्यसले हामीलाई असाध्यै दुखित पनि बनाउँछ। हामी त्यस्तो मान्छे होइन भन्नुहोस् न, एउटा घर हाल्नको लागि हिँडेको मान्छे होइन कि हामी, अनि 2-4 करोड पैसा लुकाउनुको लागि हिँडेको मान्छे हामी होइन भन्नुहोस् न, आफ्ना नातागोतालाई पोस्नको लागि हामी हिँडेको मान्छे होइन। हामी सिङ्गै नेपाली समाजलाई रूपान्तरण गर्ने सपना देखेर चाहिँ युद्धमा निशर्त हामी हालेको। हामी कलेज पढ्दा पढ्दै कुनै शर्त थिएन नि, हामी जुनसुकै मूल्य पनि चुकाउने भनेर हिँडेको। हामीले यहाँसम्म त ल्यायौँ, तर नेपाल अहिले अझै पनि एउटा दुखी छ, अझै पनि अहिले पराधीन छ र साम्राज्यवादीहरूको खेल मैदान बनेको देख्दाखेरि हामी सबैलाई चित्त दुख्छ। अहिले एक ढोग्रो पैसा बोकेर काठमाडौँमा ओर्लिनेले नेपाल कब्जा गर्ने जस्तो हुन थालिसक्यो हुनेछ। अहिले तपाईँको चाहिँ होइन र आदर्श मूल्य मान्यताहरू ध्वस्त भयो कि हाम्रो शिष्टता, हाम्रो संस्कृति, हाम्रो सभ्यता सबै तहस नहस हुने जस्तो र विदेशीहरूले हामीले टुप्पीमा समाएर घुमाउने जस्तो जो बन्न खोज्दै चाहिँ हामी सबैलाई अवश्य नै दुखित बनाएको छ होइन। तैपनि फेरि यो त हुन्छ, एक चक्र यस्तो हुन्छ र यसले फेरि समय क्रममा पार लाउँछ जस्तो लाग्थ्यो। हामीले चाहन्थ्यौँ कि माओवादीले नै यो काम पुरा गरौँ, हामी चाहन्थ्यौँ कि नेपालका एमाले काङ्ग्रेस माओवादी मिलेर अरू राजनीतिक शक्ति पनि मिलेर अब एउटा शान्ति स्थिरता समृद्धि दिन सकौँ र नेपाली युवाहरूलाई नेपालमै हामीले चाहिँ व्यवस्थित गर्न सकौँ हामी चाहन्थ्यौँ। त्यो भएन र फेरि अहिलेको विद्रोह पनि हाम्रो नेतृत्वमा होस् त भन्ने पनि हाम्रो चाहना थियो, तर त्यो पनि भएन। जेनजीहरू यहाँ युवाहरू आउनु भएको छ, नयाँ पुस्ताले तोड्दै कि होइन, माओवादी भन्दा पनि क्रान्तिकारी भएर चाहिँ जेनजी आइपुग्यो र त्यसले सारा 20 वर्षका व्यक्तित्वहरूलाई खरानी बनाइदियो होइन। 2 दिनमा कि हामीलाई अब हाम्रो अलिकति राहत पनि के भएको छ नि, सधैँ आगो लगाउने यो माओवादी भन्नेबाट हामी चाहिँ अलिकति अब यिनी मात्रै हो कि सबै लाउँदा चाहिँ झोक चलेपछि भन्ने त अब भयो भन्नुहोस् न होइन। माओवादी त 10 वर्षमा नगरेको क्षति 2 दिनमै भयो कि त्यसो भएको चाहिँ अलिकति हामीलाई आखिरी मान्छेले असह्य भयो भने त जसले पनि विद्रोह गर्नुहुन्छ नि त। हिजो माओवादीले गरेको थियो, जेएनजीले गर्यो, यी जेएनजी पनि असफल भइसक्यो। तित्तर 15वटा त दर्तै भइसकेको छ नि। अस्ति म निर्वाचन आयोगमा गएको 15वटा जेएनजीको नाममा पार्टी दर्ता भएको छ, तर ती जेएनजी हुन् कि होइन को हो न त्यसको हिसाब पनि छैन। माओवादी 20 टुक्रा भएको थियो कि को माओवादी हो को होइन, अहिले सडकमा हिँड्यो नि म पनि माओवादी हुँ भन्छ, होला त नि भने हात मिला धन्यवाद भने यो त छँदैछ त होइन, हुँ भनेर भएको त होला त जेएनजी पनि त्यही पुग्यो कि हामी माओवादी 20 टुक्रा पुग्यो 20 वर्ष लाग्थ्यो, जेएनजीलाई त फेरि 2 दिन पनि लाग्यो 15 टुक्रा भइसक्यो भएर जेएनजी भनेर अस्ति प्रधानमन्त्रीले अहिले आशा गर्थ्यो कि 2 बजी फोन गर्छ महासचिव म जेएनजी हुँ भन्छ, फोन त राख्नु मन लागिहाल्छ भने भचक्क लगाएर स्विच अफ गरिदिनु पर्ने किन थर्काइहाल्छ। भर्खरको केटो हुन्छ ए बुढी होला पनि त्यो किन देश त व्यथित भयो नि त। जेएनजीले गरेको विद्रोह पनि अहिले के भयो भने एक मोटामोटी असफलतातिर जानु खोज्यो कि गर्दा नेपाल त फेरि पनि एउटा तपाईँको चाहिँ चक्करमा हिँडिरहेका थियो, तर होइन।